के तपाईँले पछिल्लो समय घर बनाउने खर्च अचानक बढेको महसुस गर्नुभएको छ? सिमेन्ट, डन्डी र अलकत्रा किन यति महँगो भयो? सरकारले कालो बजारी विरुद्धको कानुनी प्रावधान हटाएपछि बजारमा निर्माण सामग्रीको मूल्य आकस्मिक रूपमा बढ्न थालेको छ। पहिले कुनै पनि वस्तुमा 20% भन्दा बढी नाफा लिन नपाउने व्यवस्था थियो। तर 2081 माघमा सरकारले उक्त प्रावधान खारेज गरेसँगै उद्योगी र व्यवसायलाई खुल्ला छुट जस्तै भएको छ। यसको असर अहिले सिधै उपभोक्तामाथि परेको छ। फलामे डन्डीको मूल्य जुन पहिले प्रति केजी 72 देखि 75 रुपियाँ पर्थ्यो, अहिले बढेर 95 देखि 100 रुपियाँ पुगेको छ। अलकत्रा पनि 85 रुपियाँबाट बढेर 100 रुपियाँ पुगेको छ। सिमेन्टमा पनि प्रति बोरा 30 देखि 50 रुपियाँसम्म मूल्य वृद्धि भएको छ। व्यवसायीहरूले मध्यपूर्वको युद्ध र इन्धनको मूल्य वृद्धिको कारण देखाए पनि उपभोक्ताले भने यसलाई मनपरे मूल्य वृद्धि भनेका छन्। त्यस्तै नियमन गर्ने सरकारी निकायहरू, वाणिज्य विभाग, गुणस्तर तथा नापतौल विभाग र खाद्य प्रविधि विभाग बीच पनि समन्वयको अभाव देखिएको छ। अनुगमन प्रभावकारी नहुँदा बजार झन अनियन्त्रित बनेको छ। वाणिज्य विभागले अनुगमन तीव्र बनाएको बताए पनि 20% नाफाको सीमा हटेपछि कारबाही गर्न कानुनी चुनौती रहेको स्वीकार गरेको छ। उपभोक्ता अधिकार कर्मीहरू भन्छन् बजारमा 20 देखि 25%सम्म महँगी बढ्दा पनि सरकार मूल दर्शक बनेको छ। अहिलेको अवस्था हेर्दा उपभोक्ताले राहत पाउने भन्दा पनि थप आर्थिक बोझ बेहोर्नुपर्ने अवस्था देखिएको छ।